यो हर्के साम्बाङका जति पनि सपोर्टरहरू छ नि, सपोर्टरहरूलाई म माया र प्यारको साथमा भन्छु नि, तपाईँहरूले नि आफ्नो खुट्टामा आफै बन्चरो हान्दैन हुन्छ, बुझ्नुभयो? यो हर्के साम्बाङले यदि सत्ता पायो भने के गर्छ थाहा छ तपाईँहरूलाई? नर्थ कोरिया जस्तो बनाउँछ यसले 24 घण्टाभित्रमा, बुझ्नुभयो? यसले आफ्नो मात्रै एकलौटी शासन लगाउँछ। जो तपाईँहरू सपोर्टर भएर त यसको पछि लागिराख्नु भएको छ नि, तपाईँहरूको नि चाक मजाले हानिदिन्छ यसले, बुझ्नुभयो? यो तानाशाहीले यस्तो मान्छेलाई साथ दिनु भनेको नि तपाईँले आफ्नो खुट्टामा आफै बन्चरो हान्नु। यो कुरा तपाईँहरूले जान्नुहोस्, बुझ्नुहोस्। कहिले बुझ्ने? यस्तो घमण्डी, यस्तो यो पाखण्डी नेता तपाईँहरूले कहिले देख्नु भएको थियो? यस्तो काहीँ नभएको घमण्डी, यस्तो पाखण्डी नेताहरूको पछि पर्नुहुन्छ यार तपाईँहरू। यस्तो पाखण्डीको पछि पर्नु छोडिदिनुहोस्। तपाईँहरूले देख्नु भएन, अलमोस्ट आधी सोरो पढे लेखेको राम्रो विद्वान राईहरू त सबै राष्ट्रिय स्वतन्त्र पार्टीमा आउनुहुन्छ, उज्यालो नेपालतिर आउनुहुन्छ होइन। बरु म राष्ट्रिय स्वतन्त्र पार्टीमा आउनुहोस् भनेर भन्दिनँ, बरु उज्यालो नेपालतिर जानुहोस्, बरु माओवादीलाई साथ दिनुहोस्, बरु प्रचण्डलाई साथ दिनुहोस्। तर यस्तो यो गबार, यो के भन्छ, यो अलिकति पनि बुद्धि नभएको घमण्डी यस्तो मान्छेलाई साथ नदिनुहोस् भन्न चाहन्छु म। र साथीहरू, तपाईँहरूलाई यस विषयमा भन्नु के छ, एक कमेन्ट गर्नुहोस्। यदि भिडियो मन पर्यो भने सेयर, फलो गर्न नबिर्सिनुहोस्।